सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्ते, सेवा र सङ्घीय अभिवादन। जय 10 प्रान्त। यो चाहिँ यो हाम्रो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चुनावी संक्षिप्त घोषणा पत्र हो र यसलाई म पहिले बुँदागत रूपमा वाचन गरेर सुनाउन चाहन्छु। सङ्घीय सहअस्तित्व पहिचान सहितको सामर्थ्य चुनाव घोषणा पत्र 2082। दाब सहितको खुकुरी चुनाव चिन्हमा समानुपातिक र प्रत्यक्ष दुवैतर्फ अमूल्य मतदान गरौँ, किनभने अब हरेक राजनीति लडाईँको चुनावको आफ्नो विषय एजेन्डाहरू चाहिँ महत्त्वपूर्ण हुन्छ र कुनै पनि दलले कुन एजेन्डा बोक्यो त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। अब म गएर यस्तो उस्तो गर्छु होइन कि त्यो चाहिँ लिखित रूपमा रिटर्न रूपमा एजेन्डा आउनु पर्यो भन्ने माग बढिरहेछ नि त। लिखित आएपछि मात्रै विश्वास गरिन्छ र त्यो एजेन्डामा नै एउटा, किनभने एजेन्डा प्रस्तुतिकरण नै आधा समस्याको समाधान हो होइन। त्यसैले एजेन्डाहरू चाहिँ क्लियर रूपमा आउनु पर्यो भन्ने चाहिँ सबै जनताको मागहरू भएकोले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले हिजोदेखि उठाउँदै आएको राजनैतिक एजेन्डा, राजनैतिक एउटा आफ्नो मुख्य मुद्दाहरूलाई चाहिँ क्लियर रूपमा जनता सामु हामीले ल्याउने कोसिस गरेको छौँ। सल्लोराम मञ्चको राजनैतिक एजेन्डाहरू 1 नम्बरमा हामीले के लेखेका छौँ भने भू राजनीतिक जियो पोलिटिक्स, मित्र फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन भन्ने राजनीति शास्त्रको चर्चित भनाइलाई मध्यनजर गर्दै छिमेकीहरूसँग मित्रवत सम्बन्ध राख्न नेपालको संविधानमा नै नेपाल एक सङ्घीय गणतन्त्र, सहअस्तित्ववादी, पूर्ण समानुपातिक पहिचानलाई सामर्थ्यमा लाने र कथित दुई ध्रुव या वाद, जो पुँजीवाद र साम्यवाद भनिएको छ, तिर कतै पनि संलग्न नहुने असंलग्न नन एलायन्स देश हो भनेर उल्लेख गर्नुपर्छ। भू राजनीति टपिक्समा हामीले के लेख्यौँ भने नेपालको संविधानमा नै नेपाल एक असंलग्न सहअस्तित्ववादी राष्ट्र हो भनेर प्रष्ट रूपमा लेख्नु पर्छ भनेर हामीले 1 नम्बर एजेन्डामा भू राजनीति एजेन्डामा लेखेका छौँ। त्यस्तै 2 मा पहिचानको 5 र सामर्थ्यको 4 आधारमा 10+1 प्रान्तको स्थापना, संविधान सभाको राज्य पुनर्संरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले 2065-9-1 देखि 2066-10-6 सम्म जम्मा 127 पटक बैठक बसेर निर्णय गरेको पहिचानको 5 आधारहरू। हामीले पहिचानको 5 आधार र सामर्थ्यको 4 आधार त भनिरहेका छौँ, तर पहिचानको 5 आधार के हो त्यो हामीले नै बिर्सिरहेका छौँ। त्यसले गर्दा जुन संविधान सभाको चाहिँ बैठक चाहिँ 127 पटकसम्म बसेर जुन पहिचानको 5 आधार भने क्लियर गरेको छ त्यो यहाँ उल्लेख गरेका छौँ। 1 मा जातीय र समुदाय, 2 मा भाषा हो पहिचानको आधार, 3 मा संस्कृति हो, 4 मा भौगोलिक या क्षेत्रमा निरन्तरता हो, 5 मा ऐतिहासिक पृष्ठभूमि हो। यो चाहिँ सामर्थ्य पहिचानको 5 आधार भनेको चाहिँ जातीय समुदाय 1, 2 मा भाषा, 3 मा संस्कृति, 4 मा भौगोलिकता या क्षेत्रमा निरन्तरता र 5 मा ऐतिहासिक पृष्ठभूमि हो। र सामर्थ्यको 4 आधारहरू भनेको आर्थिक आत्मनिर्भरता र क्षमता, 2 मा पूर्वाधार विकासको अवस्था र सम्भावना, 3 मा प्राकृतिक स्रोतको उपलब्धता, 4 मा प्रशासनिक सुगमताको आधारमा 10 प्रशासनिक सुगमता र यहीको आधारमा चाहिँ हामीले जम्मा 10+1 11 प्रान्तहरू लिम्बुवान, किराँत खम्बुवान, शेर्पालुङ, तामाङ सालिङ, नेवा, दलित मुक्ति प्रान्त, तमुवान, मगरात, खसान, थरुवट, मधेस प्रान्तहरू स्थापनार्थ सडक र सदन आन्दोलन अघि बढाउने भनेर 2 नम्बर बुँदामा प्रष्ट रूपमा लेखेका छौँ। 3 नम्बरमा जनताबाट नचुनिएको कर्मचारी तन्त्रको सृजना शून्य शासनलाई अन्त्य गर्ने, 77 सिडिओ सिस्टम खारेज गरी प्रान्तबाट केन्द्रतिर बटम टु टप अधिकार दिने पूर्ण संघात्मक शासन लागू गर्ने। 3 मा चाहिँ सिडिओ पद्धति जो जनताले चुनेको हुँदैन त्यसलाई अन्त्य गरेर बटम टु टप तलबाट माथि अधिकार प्रत्यायोजन हुने
पूर्ण संघात्मक शासन लागू गर्ने। 4 मा जेएनजी आन्दोलनलाई सम्मान गर्दै सन्तुलित प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जस्तै सेना चलाउने र विदेशसँग सन्धि गर्ने अधिकार संसदलाई हुने भनेर प्रश्न लेख्ने। सन्तुलित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा मञ्चले आफ्नो एजेन्डा क्लियर गरेको छ। 5 मा भ्रष्टाचार हुने मुख्य कारणहरू। धेरैले भ्रष्टाचार अन्त्य त गर्छौं भन्छन्, तर भ्रष्टाचार हुने कारणहरूको बारेमा चाहिँ उहाँहरू त्यति फोकस गरेर लागेको देखिन। तर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यसमा धेरै अनुसन्धान गरेका छ र भ्रष्टाचार हुने मुख्य कारणहरू। 1 मा सरकार परिवर्तन हुने बित्तिकै आर्थिक नीतिहरू पुरै परिवर्तन हुने। 2 मा राजनैतिक अस्थिरता हुने। 3 मा महँगो चुनाव प्रणाली। 4 मा नेपाल सरकारले विदेशसँग कति ऋण लिन पाउने सीमा नतोकिनु। 5 मा देश विकासको 30 वर्षे खाका ब्लुप्रिन्ट बन्न नसक्नु। र 6 मा प्रदेश सरकारलाई कमजोर बनाउन केन्द्रले सिधै वडालाई बजेट दिनु। र 7 मा कर्मचारी एक जातीय हुनु। र 8 मा अख्तियार अदालतमा दलको मान्छे नियुक्त हुनु। र 9 मा बजेटको 65% प्रशासनिकमा र 35% मात्र विकासमा खर्च हुनु। यी कारणहरूलाई दाबसहितको खुकुरीले जरैबाट निर्मूल गर्नेछ। पहिले त भ्रष्टाचार हुने हामीले 9वटा कारण हामीले पत्ता लगायौं र त्यो 9वटा कारणको विरुद्धमा हामी लाग्ने भनेपछि भ्रष्टाचारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भ्रष्टाचार अन्त्य गर्ने भन्ने एउटा रेडिमेड एन्सर मात्रै होइन कि एउटा अत्यन्त गहिरो गरी अध्ययन गरेको चाहिँ पाउँछौं। 6 मा मुकुमलुङमा नो केबल कार, प्रदेश नम्बर 1 मा नो कोशी र लिम्बुवान किराँत लागू गरिनेछ। प्रदेश नम्बर 3 र 4 मा चाहिँ राष्ट्रिय भाषा आयोगले तोकेको लिम्बू र मैथिली भाषालाई प्रदेश 1 को सरकारी कामकाजको भाषा तुरुन्त बनाइनेछ र अन्य मातृभाषाहरूलाई पनि लोकसेवा आयोगसँग जोडिनेछ। तामाङ सालिङका बुझेनीका आदिवासी मूलवासी तामाङ समुदायको र खोकनाका नेवार समुदायको पुर्ख्यौली जमिन विनाश गर्न दिइने छैन भनेर प्रश्न लेखिएको छ। र 7 मा मस्तो मान्ने खस समुदायलाई आदिवासीमा सूचीकृत गर्दै खस र आर्यको समानुपातिक क्लस्टर अलग अलग गरिनेछ। 8 मा दलित मुक्ति समुदायको लागि सुरक्षित प्रत्यक्ष निर्वाचन क्षेत्र, संवैधानिक राजनैतिक भूमि सहितको प्रान्त दलित मुक्ति प्रान्त स्थापना गरी 5 वर्षभित्रमा सम्पूर्ण जातीय विभेद जरैबाट उन्मूलन गरिनेछ। 9 मा टिकापुर घटनालाई राजनीतिक घटना घोषणा गरी थारू समुदायहरूमाथिको सबै ऐतिहासिक विभेद अन्त्य गर्न थरुवट प्रान्तको स्थापना गरिनेछ। मधेसी र मुस्लिम समुदायहरूको पहिचान र आत्मसम्मानलाई उच्च बनाउन संविधानलाई थप प्रगतिशील संशोधन गरिनेछ। 10 मा तराईका आदिवासी मूलवासीहरू थारू, राजवंशी, धिमाल, ताजपुरिया, मेचे, सन्थाल, उराव, गनगाई, राजधामी, माझी, कुमालहरूको जमिन 2007 सालको सेरोफेरोमा अन्यायपूर्वक खोसिएको छ। उक्त खोसिएको जमिनहरूबाट उठेको राजस्वको 50% रकम सम्बन्धित आदिवासीलाई राज्यले तुरन्त फिर्ता गर्नुपर्दछ। राज्य एकीकरण ब्राकेटमा एकात्मकरण भएको बेला आदिवासी मूलवासीहरूसँग भएको सन्धि सम्झौता लागू हुनुपर्छ। जस्तै गोर्खा र लिम्बुवान बीच 1831 साउन 22 गतेको लालमोहर सन्धि। यसै नै 11 मा पहाडहरूमाथिको अन्याय र विभेद अन्त्य गरी पहाडलाई राजनैतिक अधिकार दिनुपर्छ। एकीकरण जस ब्राकेटमा एकात्मकरणको बेलादेखि उत्पीडित समुदायहरूमाथि राज्यले गरेको सबै विभेद विरुद्धमा राज्यले माफी मागी उक्त माफी दिन सरी डेलाई 3 दिनसम्म उत्सव मानी राष्ट्रिय चाडको रूपमा विकसित गर्नुपर्छ। र 10 मा बोर्डिङ र स्कुलहरूमा एउटै पुस्तक लागू हुनुपर्छ। विद्यार्थी, कर्मचारी, सेना, प्रहरी र निर्वाचित नेतृत्वले नेपालमा बनेको लुगा र जुत्ता अनिवार्य लगाउनु पर्ने कडा कानून ल्याइनेछ। संघीय इकोनोमीको पृष्ठभूमिमा ज्ञानमा आधारित अर्थतन्त्र नलेज बेस्ड इकोनोमी निर्माण गरिनेछ र +2 सम्म निशुल्क शिक्षा र 2 लाख रुपैयाँसम्मको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ। ल मित्रहरू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र 10 वर्षीय प्रान्तले हाम्रो यो 12 बुँदे राजनीतिक एजेन्डा घोषणा गरिसकेको छ, जुन यहाँ तपाईँलाई मैले देखाइसकेँ, पढिसकेँ र यसैको आधारमा हाम्रा सबै समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरूलाई दाबसहितको खुकुरी चिन्हमा आफ्नो अमूल्य मत दिई विजयी गराउन अनुरोध गर्दछु। धन्यवाद।